समयको अविराम यात्रामा आफ्नो जीवनका अमूल्य 30 वर्ष नेपाल प्रहरी सङ्गठनलाई समर्पण गर्दै देश र जनताको सेवामा निरन्तर समर्पित रहनुभएका प्रहरी निरीक्षक गणेश बहादुर थापालाई आज हामी सम्मानपूर्वक स्मरण गरिरहेका छौँ। उहाँको जन्म विक्रम सम्वत 2032 साल 6 महिना 11 गते बुवा स्वर्गीय मानबहादुर थापा र माता राधादेवी थापाको कोखबाट ज्येष्ठ सन्तानका रूपमा भएको हो। शान्त, सरल र अनुशासनयुक्त स्वभावले उहाँलाई सानैदेखि सेवाभावी मार्गमा अघि बढायो। विक्रम सम्वत 2052 साल 9 महिना 1 गते प्रहरी जवान पदबाट सुरु भएको प्रहरी यात्रा कठिन परिस्थिति, चुनौतीपूर्ण जिम्मेवारी र अनवरत सेवालाई आत्मसात गर्दै अघि बढिरह्यो। मिति 2059 2 महिना 27 गते प्रहरी हवलदारमा बढुवा र मिति 2061 7 महिना 12 गते खुल्ला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षकमा सिफारिस भई नयाँ नियुक्ति लिनुभयो। उहाँले आफ्नो सेवाकालमा सल्यान, रुकुम, बर्दिया, अर्घाखाँची, काठमाडौँ, धरान, डोटी र कैलालीका विभिन्न प्रहरी एकाइहरूमा उत्कृष्ट कार्य सम्पादन गर्नुभयो। हरेक स्थानमा उहाँको अनुशासन, निष्ठा र लगनले सबैलाई प्रेरित गर्यो। मिति 2067 10 महिना 18 गते प्रहरी नायब निरीक्षक र मिति 2078 12 महिना 19 गते प्रहरी वरिष्ठ नायब निरीक्षकमा पदोन्नति हुनुभयो र मिति 2082 साल 8 महिना 1 गते प्रहरी निरीक्षक पदमा पदोन्नति पाउनुभयो। यो बढुवाहरू केवल पद होइनन्, समर्पण, त्याग र कर्तव्य पालनको पहिचान हुन्। 10 वर्षीय जनयुद्धदेखि 2062-63 को जनआन्दोलनसम्म, विपद उद्धारदेखि अपराध अनुसन्धानसम्म, सुरक्षार्थ ड्युटीदेखि समुदाय सेवा पहुँचसम्म उहाँले हरेक जिम्मेवारी अत्यन्तै इमान्दारिता र पेशागत दक्षताका साथ पुरा गर्नुभयो। प्रहरी सेवाकालमा दर्जनौं पुरस्कार प्राप्त गर्नु उहाँको कर्मनिष्ठा र समर्पणको साँचो प्रमाण हो। उहाँले आधारभूत तालिमदेखि लिएर दर्जनौं विशेष तालिम गरी आफ्नो क्षमतालाई निरन्तर परिष्कृत गर्नुभयो। सानो तर सुखी परिवारका अभिभावक, उहाँका 2 सन्तान उहाँको गौरव र प्रेरणाका स्रोत हुन्। 30 वर्ष समर्पण, त्याग, साहस र निष्ठाले भरिएको प्रहरी सेवा यो केवल एउटा करियर होइन, देशका लागि समर्पित जीवनको सुन्दर अध्याय हो। उहाँको यो ऊर्जाशील 30 वर्ष लामो समयावधिलाई हामीले जागिरको रूपमा होइन, देश र समाजप्रतिको सेवा, निष्ठा र इमान्दारिताको रूपमा चाहिँ बुझेका छौँ। उहाँको यो कार्यशैलीलाई उत्कृष्ट तौरले सम्पादन गर्ने कुराहरूलाई हामीले आगामी दिनमा अनुसरण गर्दै जानेछौँ भन्दै उहाँको रिटायरमेन्ट लाइफको उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छु। यस पवित्र सङ्गठनमा 30 वर्ष सेवा अवधि पुरा गरी अनिवार्य अवकाश जान लाग्नुभएका प्रहरी निरीक्षक गणेश बहादुर थापाज्यू, उहाँलाई म 2061 सालमा उहाँ र म प्रहरी सहायक निरीक्षक पदमा सँगै नाम निकालिसकेपछि 2062 सालमा पुलिस एकाडेमी काठमाडौँमा तालिमको दौरानमा, आधारभूत तालिमको दौरानमा उहाँसँग भेट हो र त्यहाँदेखि उहाँलाई म एकदमै नजिकबाट चिन्छु र उहाँ एकदमै सोझो, इमान्दार, कर्तव्यनिष्ठ, वफादार र प्रहरी सङ्गठनमा आवश्यक अधिकृतको रूपमा मैले चिनेको छु र उहाँको अवकाश पश्चातको नागरिक जीवन सुख समृद्धि र थाओस्, यही हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु। उहाँको योगदान, उहाँको अनुशासन र उहाँले दिएको प्रेरणाप्रति नेपाल प्रहरी सङ्गठन सदैव सम्मानित रहिरहन्छ। अवकाश एउटा अन्त्य होइन, यो जीवनको अर्को सम्मानित अध्यायको सुरुवात मात्र हो। आगामी नागरिक जीवन सफल, स्वस्थ र समृद्ध रहोस्, यही हार्दिक शुभकामनासहित प्रहरी निरीक्षक गणेश बहादुर थापाज्यूलाई गहिरो सम्मान व्यक्त गर्दै प्रहरी सेवाबाट मिति 2082 पौष 1 गते अनिवार्य अवकाश जान लाग्नुभएका सम्पूर्ण प्रहरी कर्मचारीप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। धन्यवाद। जय नेपाल।